हाई एभ्रिवान नमस्ते एउटा केही कुरा गरौँ भनेर आएको गफ गरौँ सेयर गरौँ भनेर आएको होइन भिडियो अलिकति लामो हुनसक्छ प्लिज स्टे विथ मी अनि कतिजनालाई चाहिँ मेरो कुराहरू मन नपर्ला है कतिलाई मेरो कुरा गलत पनि लाग्ला सक्छ होइन सबैको आफ्नो पर्सेप्सन हुन्छ नि त सोच हुन्छ सबैको आफ्नो होइन यदि कसैलाई मेरो भिडियो मन पर्दैन अथवा यसले गलत बोली जस्तो लाग्छ आइएम रङ जस्तो लाग्छ भने चाहिँ प्लिज प्लिज म यो कुरा अलमोस्ट सबैलाई भनिरहेको हुन्छु होइन यदि सोसियल मिडियामा कसैलाई कोही कुरा मन पर्दैन अथवा कोही मान्छे मन पर्दैन भने यु क्यान स्क्रोल इट यु क्यान ब्लक होइन ब्लक पनि गर्न सक्नुहुन्छ अथवा स्क्रिनमा ट्याप गरेर नट इन्ट्रेस्टेड पनि गर्न सक्नुहुन्छ सो यस लेट्स जम्प इन्टु द टपिक होइन टपिकको कुरा गर्नुपर्दा चाहिँ मलाई चाहिँ यत्तिकै के आएर नो म स्क्रोल गरिराख्दाखेरि चाहिँ मलाई के कुराहरू दिमागमा आयो होइन टिकटक स्क्रोल गरिराख्दा अनि मैले चाहिँ सर्टेन केही कुराहरू मलाई भनौँ जस्तो फिल भयो क्या स्पेसली हाम्रो नेपाली कम्युनिटीमा छोरीहरू चाहिँ अलिकति सानो एजमा नै भनौँ न लाइक 22, 25 अथवा 26 हुन थालेपछि ओहो ल अब चाहिँ बिहा गर्नुपर्छ धेरै भयो एज धेरै भयो होइन बिहा गर्नुपर्छ भनेर चाहिँ एकदमै धेरै फोर्स गरिएको हामीले सुनि पनि राखेका छौँ कतिजनाले भोगी पनि राख्नुभएको होला होइन थ्याङ्कफुल्ली म यो कुरामा आफूलाई चाहिँ एकदमै लक्की मान्छु म आफू चाहिँ एकदमै लक्की होइन मेरो प्यारेन्ट्स मेरो मम्मी बुवा मेरो भाइ यति धेरै सपोर्टिभ कि मलाई चाहिँ कहिले पनि उहाँहरूले चाहिँ तिमीले बिहा गर्नुपर्छ अब होइन एज भयो अथवा तिम्रो बिहा हुँदैन कि अथवा तिमीले यो गर्नुपर्छ मलाई चाहिँ जहिले पनि त्यो कुरामा चाहिँ कहिले पनि भएन होइन मलाई फोर्स मेरो घरबाट मलाई मेरो प्यारेन्ट्सले जहिले पनि भन्ने कुरा प्लस मेरो भाइले पनि भन्ने कुरा होइन तिमीलाई आफूलाई के मन लाग्छ त्यो गर पढ होइन मेरो बुवाको त अझ जहिले पनि एउटै स्लोगन हुन्थ्यो अरू दायाँ बायाँ के होइन टन्न खाने टन्न पढ्ने होइन अनि त्यस पछाडि आफूलाई मन लागेको कुरा गर्ने यति हो कि के गर्न हुँदैन भन्ने कुरा चाहिँ याद हुनुपर्छ दिमागमा होइन सो के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुरा दिमागमा राख्दै मैले चाहिँ मेरो लाइफ एकदमै राम्रो तरिकाले बाँचिरहेको मान्छे होइन अनि तर मैले मेरो वरिपरि मेरो रिलेटिभ्सहरू भयो मेरो साथीभाइमा भयो सोसाइटीमा यताउता धेरै देखिरहेको सुनिरहेको कुरा छोरीलाई चाहिँ अलिकति हुने बित्तिकै छोरी चाहिँ बिहा गरेर दिइहाल्नुपर्छ होइन यो चाहिँ पढाइको घर जाने जहाँ त्यस्तो अथवा धेरै पैसा खर्च गरेर किन पढाउने किन बाहिर पठाउने भन्ने कुराहरू पनि होइन बिहा गरेर उतै गएपछि उसको सपना पुरा